युद्ध रमाइलो त कहिले हुँदैन, तर इतिहास रमाइलो या रोचक हुन सक्छ। इतिहास इतिहास नै हो, अब मेटेर मेटिन्न, जे भयो सो भयो नै। तर होलेरीले त्यो विगत सम्झाउँछ सबैलाई। स्पष्ट रूपमा माओवादी द्वन्द्व यहीँबाट सुरु भयो भन्दा फरक नपर्ला। यहीँको प्रहरी चौकी आक्रमण भएपछि माओवादी भूमिगत भए र देशमा द्वन्द्व चुलिएको। अहिले म यहाँ यो सेना पुलिसहरूको चाहिँ यस्तो प्रतिमाहरू बिचबाट चाहिँ छिर्दैछु। यो चाहिँ होलेरीको चाहिँ पहिले चाहिँ प्रहरी चौकी भएको स्थान हो, जहाँनिर चाहिँ पहिलो आक्रमण भएको थियो हाम्रो देशको द्वन्द्वकालमा। अहिले चाहिँ त्यसको प्रतिमा स्वरूप चाहिँ त्यसको प्रतीक स्वरूप चाहिँ यहाँनिर चाहिँ यसरी चाहिँ सिपाहीहरू अनि आर्मीहरूको चाहिँ राखेको छ। यसरी बन्दुकको नाल अगाडि पर्दा त कता कता डर पनि लाग्दो रहेछ। यो क्षेत्र चाहिँ यहाँ कस्तो छ भने सबै यताबाट चाहिँ यो डाँडातर्फ चाहिँ ताकेको देखिन्छ, किनभने माओवादी द्वन्द्वकालमा चाहिँ माओवादीहरूले चाहिँ त्यो क्षेत्रबाट चाहिँ यतातर्फ आक्रमण गरेको कारणले प्रहरीहरू यता फर्किनु भएको छ भने त्यहाँ माथि डाँडैभरि हामीले मूर्तिहरू जुन देख्छौँ त्यहाँ चाहिँ फेरि यो जनयुद्ध गर्दाखेरि माओवादी चाहिँ कमान्डरहरू चाहिँ त्यहाँनिर चाहिँ माथिबाट आक्रमण गरेको प्रतिमाहरू नै छ अहिले त्यहाँ माथि डाँडामा। अब कति एउटा इतिहासको चाहिँ यसले प्रतिबिम्ब दिन्छ, हाम्रो युद्धको जनयुद्धको प्रतिबिम्ब दिने स्थान होलेरी। यहाँ होलेरी बजार नजिकै छ, त्यसैको चाहिँ छेउमा चाहिँ यो स्थान छ जहाँनिर चाहिँ हामी मूर्तिहरू र यी प्रतीकहरू बिम्बहरू चाहिँ देख्न सक्छौँ जनयुद्धको। होलेरीको यही स्थानबाट जनयुद्धको उद्घोष गरियो। दुई पटक आक्रमणको निशानामा परियो यो स्थान। पहिलो पटक जनयुद्धको उद्घोष गरेर प्रहरीसँग भिडन्त यही होलेरीबाट सुरु भयो। पछि दोस्रो हमला गरी प्रहरी मात्र होइन, सेनासँगको युद्ध सुरु गर्यो माओवादीले। यही होलेरीबाट सुरु भएको माओवादी जनयुद्धले के कति उपलब्धि ल्यायो त्यो सोचनीय छँदैछ। तर 17,000 भन्दा बढीको ज्यान गयो, हजारौँ हजार घाइते बने, धेरैको अवस्था आजसम्म अज्ञात नै रहिरहेकै छ। यो रोल्पाको होलेरी यसको छुट्टै इतिहास पनि छ। माओवादीले पहिलोपटक जनयुद्ध सुरु गर्दाखेरि पहिलोपटक यहाँ रहेको प्रहरी चौकी आक्रमण गरेको थियो। त्यति बेला माओवादी नेताहरू नन्दकिशोर पुन पासाङ जो उपराष्ट्रपति पनि बनिसक्नुभयो, अनि वर्षमान पुन अनन्त जो अर्थमन्त्री पनि भइसक्नुभयो, र ओन्सारी घरती जो सभामुख पनि भइसक्नुभयो। उहाँहरू त्यति बेला माओवादीका लडाकु हुनुहुन्थ्यो र त्यो बेलामा उहाँहरूको नेतृत्वमा यहाँको प्रहरी चौकी कब्जा गरी 2052 साल फागुन 1 गते राति जनयुद्धको घोषणा गरिएको थियो। र फेरि अर्को काण्ड ठिक त्यसको 6 वर्षपछि 2058 असार 28 गते यहीँको फेरि प्रहरी चौकी आक्रमण गरी 72 जना प्रहरीहरूलाई कब्जामा लिन सफल भएको थियो माओवादी। र त्यति बेला सबै प्रहरीको हतियार र बन्दोबस्तीका सामान पनि कब्जा गरिएको थियो। र त्यो घटनापछि निकै चर्चित त्यो घटनापछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सेना परिचालनको प्रस्ताव गरेका थिए, तर तत्कालीन राजा ज्ञानेन्द्रले त्यो प्रस्ताव नमानेको कारण गिरिजाप्रसाद कोइरालालाई राजीनामा दिन परेको थियो। त्यसकारण त्यो चर्चित होलेरी काण्ड नेपालको राजनीतिमा यसै कारणले पनि चर्चित छ। र त्यति बेलाको त्यो घटना 58 असार 28 पछिको घटनाले मैले बुझेअनुसार, म त्यति बेला युवा अवस्था थिएँ, जति समाचार देखिन्थ्यो, पढिन्थ्यो, BBC सुनिन्थ्यो, त्यो अनुसारको घटनाहरूको बिम्ब आज यो ठाउँमा आउँदाखेरि प्रष्ट रूपमा आफूले अनुभव र देख्न पनि पाएको अनुभव भयो। र त्यो होलेरी काण्ड त्यसकारण पनि नेपालको एउटा जनयुद्ध कालमा चर्चित पनि छ। प्लस त्यो काण्डपछि 58 असार 28 को त्यो घटनापछि माओवादीको जनयुद्ध अर्को चरणमा प्रवेश गरेर एउटा टर्निङ पोइन्टको रूपमा पनि त्यो घटनालाई लिइन्छ। युद्ध सुखद कहिले हुँदैन, तर इतिहास भने हुन्छ। युद्ध पर्यटन विश्वमा चलेकै छ। विश्वयुद्धका कैयन बिम्बहरू हेर्न भनेर लाखौँ पर्यटक युरोप यात्रा गर्छन्। अब होलेरीले पर्यटनबाट समृद्धि लिनुपर्छ। जनयुद्धका इतिहास पर्यटकलाई देखाएर पर्यटनबाट स्थानीयले लाभ लिन सक्नुपर्छ। राज्यले घोराई होलेरी सडकलाई छिटोभन्दा छिटो सहज बनाउनुपर्छ। त्यसका निम्ति